हरि ओम। नारायण नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय बोलो वाङ्मय मूर्ति भगवान को जय। बोल्न हुँदैन प्रभु, बोल्न हुँदैन, हरि नाम जप्नलाई भुल्न हुँदैन। भुल्न हुँदैन, भुल्न हुँदैन, हरि नाम जप्नलाई भुल्न हुँदैन। भुल्न हुँदैन, भुल्न हुँदैन, हरि नाम जप्नलाई भुल्न हुँदैन। राजा परीक्षितका उपरमा सुकदेव नाम गरेका स्वामीले श्रीमद् भागवती कथा 6ठ स्कन्धबाट सम्बोधन गर्नुभयो। कान्य गुब्जे नाम गरेको शहरमा एउटा अजामिल नाम गरेका ब्राह्मण देवदस्त थिए। आफ्नै घरमा काम गर्न आउनेवाला दासीसँग उनको अत्यन्त माया प्रेम बढ्दै गयो। उनको रूपमा आसक्ति हुँदै 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 गए। घरमा काम गर्न आउनेवाला दासीलाई एक दिन प्रस्ताव गरे, हे दासी, तिम्रो रूपमा म आसक्ति भएँ, तिमी मसँग मान्छेौ भनेदेखि विवाह गर। अहिलेसम्म यो घरको दासी भएर तिमी रहेकी छौ भनेदेखिबाट भोलिबाट यो घरको तिमी अत्यन्त महारानी वा घरको मालिकनी भएर बसौली। प्रभु, हुन्छ, तपाईँले भनेको कुरा मैले स्वीकार गर्छु, तर यो घरमा म विवाह गरेर तपाईँको श्रीमती बनेर आउँदाको दिनदेखिबाट मैले जे भनौँ त्यही कुरा यो घरमा तपाईँले मान्नुपर्छ। हुन्छ, तिमीले भनेको कुरा मैले मान्छु। तिम्रो रूपमा म अत्यन्त आसक्ति भएँ भनिकन रूपाशक्तिमा परेका अजामिलले आफ्नै घरमा काम गर्नेवाला दासी बेस्यासँग विवाह गर्नुभयो। घरमा उनी आइसके पछाडिबाट आज भोलि पर्सि हुँदाहुँदैमा दिनचार्य बित्दै गयो। घरमा जन धर्मका कुराहरू भुलिँदै गयो। भगवानमा पूजापाठ भक्ति विधानका कुराहरू सारा मेटिँदै गयो। घरमा रहेका पञ्चाङ्ग देवी देवताहरूलाई पनि पूजा गर्ने कुरा बन्द भयो। स्वासोदाका कर्महरू पनि भएन। घरमा उनीहरू दुईटाबाट एउटा सन्तान जन्मियो। सन्तानको नामाकरण भएन। गुरुजीलाई घरमा बोलाइएन। अग्निस्थापना विधिले नामाकरण गरिएन। पूजा पाठ आदि इत्यादिका कर्महरू बन्द भए। घरमा इष्टमित्र बन्धु प्रगादीहरूले सेवा भाव प्राप्ति गर्न छोडे। बडो अचम्मको परिवार बन्दै बन्दै गयो। दोस्रो बच्चा जन्मियो, नामाकरण भएन। तेस्रो बच्चा जन्मियो, नामाकरण भएन। यतिसम्म जब दासीपति अजामिल यतिसम्म कुरूर बन्न थाल्यो, जहाँ कि भगवान परमात्माको नाम आफ्नो मुखले त लिँदैन, त्यही पनि अरू कसैले भगवानको नाम लिन्छ कि भन्ने डरले गर्दाखेरिमा उनले विचार विमर्श गरेर कोही दुईजना बोलेको ठाउँमा नजिक जानै छोड्यो।
किनकि भगवान प्रभु परमात्माको नाम लिँदै लिन्न भनेर अठोट गर्न लायो। कसैले एउटा हरियो पात ल्याएर देखायो भने अजामिल यो पात कस्तो छ भनेर देखायो भनेदेखिबाट उसले भन्थ्यो यो त काँचो पात छ, हरियो भन्दा भगवानको नाम पर्छ भन्ने डरले उसले भगवान परमात्माको नामसम्म लिएन, परमात्माको वैरभाव गर्यो। 9 भाइ छोराहरूको नामाकरण भएन। 10औं नम्बरमा जन्मिएको छोरो दासीपति अजामिल वृद्ध हुँदै गएको थियो। काखमा लिएर बाटोमा गइरहेका बेला गुरुदेवले भन्नुभयो अजामिल मर्ने बेलामा यो छोराले तिमीलाई उद्धार गर्नेछ बाबु, अप्ठ्यारो परेको बेलामा यो छोराको नाम तिमीले बोलाउने गर। यो छोराको नामाकरण हामी गरिदिन्छौँ भनिकन नारायण नाम राखिदिनु भएको थियो। अजामिलले कान्छो छोरो हुर्काउँदै बढाउँदै गयो। एक दिन दासीपति अजामिल 80 वर्षको भएछ। 80 वर्षको दासीपति अजामिल मर्नका निमित्तमा तयारी भयो। तुलसीको मुठको नजिकैमा लिएर गएर दासीपति अजामिललाई जब पूर्वपट्टि सिरान बनाएर सुताइयो, श्वासक्वास कृतायास कण्ठे घुर घुर रायते, घाँटी घुर घुर गरेर कराउन थालो। श्वास प्रश्वास प्रक्रिया फेर्नलाई अप्ठ्यारो भयो। नाडीहरू घटबड हुँदै हुँदै गए। पत्नी शिरमा बसे शिरको नजिकै बस्न लागिन्। छोराहरू इष्टमित्र बन्धु प्रगादी जे जति भएका तला जब चारैतिरबाट घेरा लगाएर रुन लागे। त्यसै मध्येमा कान्छो छोरो असाध्य डाको छोडेर रोयो। कान्छो छोरोको रुवाईले गर्दाखेरिमा दासीपति अजामिललाई प्राण त्याग गर्न बडो कठिनाई भयो। यमराजका दूतहरू चारैतिरबाट जब घेरा लगाएर आए, मर्नेवाला मनुष्यले आफूलाई लिनको आएको छ उमरको लागेको बेलामा देख्दछ अत्यन्त लामा लामा दारी जुङ्गा भएका, लामा नङ्ग्रा भएका, ठुला पेट भएका, फलामका साङ्लाहरू लिएर मुजगरहरू लिएर आएका छन्। दासीपति अजामिललाई चारैतिरबाट बन्धनमा पार्न लागेका बेलामा कान्छो छोरो रोएको रुवाईले गर्दाखेरिमा माया प्रेम बढेर गयो। हे मेरो कान्छा तिमी नरौन भनिकन कान्छो छोरा नारायणलाई बाबु नारायण तिमी यता आऊ भनिकन एकैपटक माया भावले स्वभाव भावले दासीपति अजामिलले बोलाएको थियो। यमराजका दूतहरू पर पर गए। भगवान विष्णुका दूतहरू नजिक आए। मर्ने बेलामा जब चाहिँ 12वटा महारथी मध्येमा एउटाको नाम लियो भने त्यो वैकुण्ठमा जान्छ। धर्मराजले गएर आफ्ना दूतहरूलाई बताउनु भयो। स्वयम्भू नारदो स्वयम्भू कुमारो कपिलो मनो प्रह्लादो जनको विष्मा बलेर वैय सकेर भयम। मर्ने बेलामा यति 12 जनाको नाम ब्रह्मा विष्णु महेश्वर सनकादि 4 कुमारहरू अनि त्यसदेखि पछाडि सुखदेव नाम गरेको स्वामी स्वयं धर्मराज, प्रह्लाद नाम गरेको भक्तजनक नाम गरेको राजा देवर्षि नारदलाई जसले स्मरण गर्छ भने मर्ने बेलामा भीष्म पितामह सहित जसले सम्झन्छ भनेदेखि त्यो वैकुण्ठमा जान्छ बाबु, नरकमा जाँदैन। धर्मराजले ज्ञान दिनुभयो। यता दासीपति अजामिललाई बडो उत्सुकता बढ्यो। मर्ने बेलामा मैले भगवानको नाम लिएको होइन, झुक्किएर कान्छा छोराको नाम लिँदा भगवानको नाम पर्यो भने मलाई लिन भगवानका दूतहरू आए भने मैले प्रभुको जप तपस्या आफै गरेँ भने मलाई लिन गुआउला। हे प्रभु मलाई 8 वर्षको आयु वृद्धा थपिदिनुहोस् भनिकन 80 वर्षको अजामिलले जब आज्ञा गर्यो भगवान परमात्माले 8 वर्षको आयु थपिदिनु भयो। हरिद्वारको कनखल नाम गरेका क्षेत्रमा गएर दासीपति अजामिलले भगवानको जप ध्यान तपस्या गर्दै 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 जीवनको अन्त्यमा भगवान नारायण वासुदेवको नाम जपेर वैकुण्ठमा गए। म्रियमाण हरिर नाम गृणन पुत्रो पचारितम अजामिल प्यगात धाम किम पुनः श्रद्धया गृणन। यदि भगवान परमात्माको नाम जपेर आफ्नो कान्छो छोराको नाम बोलाउँदाखेरिमा नारायण नाम परेर दासीपति अजामिल मुक्तिमा गए भने आफैले जानेर भगवानमा श्रद्धा, भगवानमा भक्ति, भगवानमा विश्वास गरेर प्रभुको नाम बारम्बार जप्नाले वैकुण्ठमा गइन्न कि भन्ने सन्ध्यालाई त्याग। जब महाराज अहिलेबाट यो संसारमा अहिले खाने भनेको धेरै किसिमका औषधिहरू, मर्ने बेलामा खाने भनेको 4 शिशीको औषधि, मर्ने बेलामा खाने 4 शिशीको औषधि भनेको नारायण, यति 4वटा शिशीको औषधि जसले ग्रहण गर्छ भनेदेखिबाट त्यो वैकुण्ठमा जान्छ। अघि पछिका रोगहरूलाई निवारण गर्न जब विभिन्न किसिमका औषधि प्रयोग गर्नु, मर्ने बेलामा वैकुण्ठमा जानका निमित्तमा यही 4 शिशीको औषधि प्रयोग गर्नु रे। नारायण 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 बोल, नारायण 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 बोल, नारायणको नाम मात्रै रहेछ अनमोल। नारायण 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 बोल, नारायणको नाम मात्रै रहेछ अनमोल। नारायण 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 बोल, नारायणको नाम मात्रै रहेछ अनमोल।
नमो हरि अन्त्यमा पान गर्ने भनेको 4 शिशीको औषधि नारायण। त्यही नारायणलाई जपेर मुक्ति मार्गमा जान सकिन्छ। हरेक वेदले, पुराणहरूले, उपनिषदहरूले, सम्पूर्ण काव्य, महाकाव्य, खण्डकाव्यहरूले यही कुरालाई प्रमाणित गरेका छन्। अन्त्य नारायण स्मृति, अन्त्यकालमा नारायणलाई स्मृति गरेर मुक्ति मार्गमा जानु। अन्त्यकालमा जस्तो हाम्रो मति हुन्छ, अर्को जन्ममा त्यस्तै गति हुन्छ। सुखदेवजीले राजा परीक्षितलाई जीवनको अन्त्यमा भगवान नाम जपेर मुक्तिमा जाने महिमा बताउनु भयो। जय बोलो राजा परीक्षितको जय।